हेर्न सक्नुहुन्छ गाइज, बिहानैको भ्यू हैन। अब काममा जानुपर्ने अवस्था हुन्छ। यस्तो बिहानै यस्तो चम्किलो घाम लागिरहेको छ। चम्किलो घाम लागिरहँदा मलाई सुत्न मन लागिरहेको छ, तर के गर्नु, संसारमा छौँ, शरीरमा छौँ, काम गर्नुपर्ने हुन्छ नि। त्यही भएर म चाहिँ गाइज काममा जानलाई रेडी भइसकेको छु। ल के गर्ने साथीहरू, काममा गएन भने अब यस्ताले नि तिर्न गाह्रो हुन्छ। गाइज ठ्याक्कै लिफ्ट पनि आइसकेको छ हैन। त्यही भएको कारणले अब म जानेछु। हेलो गाइज, एकैछिन होल्ड गर्नु ल, म बाहिरको भ्यूहरू पनि हजुरहरूलाई देखाउने छु। दस सेकेन्ड जति होल्ड गर्नु। काममा गएन भने सिसा अटो खोली भयो, पैसा भएपछि यसरी तिर्छ, पैसा भएन भने चाहिँ फेरि कमिलाले नि तिर्दैन। गाइज हेर्न सक्नुहुन्छ मेरो एरियाको यसो भ्यूहरू हेर्न सक्नुहुन्छ है गाइज। कस्तो सुत्ने खालको घाम लागेको छ, तर के गर्नु, मेरो फोहोर फाल्ने ठाउँ हेर्न सक्नुहुन्छ गाइज। अनि यता मेरो पार्किङ हेर्न सक्नुहुन्छ गाइज। कस्तो सुतुम लाग्ने दिन गइरहेको थियो, के गर्नु, टक्क गाडीमा चढेर गाइज। गुड मर्निङ ब्रदर। पैसा भयो भने यसरी नमस्कार गर्नुहुन्छ गाइज। कम्पनी पुग्नेछौँ गाइज। म चाहिँ कम्पनीमा आइसकेको छु। ल हेर्न सक्नुहुन्छ, यो चाहिँ मेरो 2 लाख कमाउने कम्पनी हो। ल यस्तै छ, बचत भन्ने आफ्नो ठाउँमा छ, तर यो कम्पनीमा चाहिँ मलाई नेपाली 2 लाख रुपियाँ दिन्छ। ल अनि यता चाहिँ हाम्रो दाजुभाइहरूको पार्किङ छ हैन, हेर्न सक्नुहुन्छ गाइज। आज बाहिरको मात्रै बनाउँछु भिडियो, नेक्स्ट भिडियोमा चाहिँ भित्रको नि बनाउँछु। एकै दिन बनाउँथे होला, तर फेरि अर्को पटक बनाउने मेरो भिडियो नि हुँदैन। यो चाहिँ मेरो साउले मलाई किनिदिनु भएको गाडी हो, हेर्न सक्नुहुन्छ। घर लैजा भनिएको छ, अब लानेवालामा पनि छु गाइज, हेर्न सक्नुहुन्छ। यो प्लाय हो, हेर्न सक्नुहुन्छ। अनि यो चाहिँ खिसुसा जाने बाटो। यसरी मैले त यहाँ हाजिरा गर्नै बिर्सेछु। छुलको नाम नि दा। आजको भिडियो यहीँसम्म।
बाई बाई, जय मसी। नेक्स्ट भिडियोमा भेटौँला।